हाई गाइज, अब चाहिँ हामी घुम्न जान आँटेको। यो चाहिँ मेरो मम्मी। हामी कहाँ जाँदैछौँ भनेर अहिले चाहिँ भन्दैन, सरप्राइज है। हेर्नुहोस् गाइज, हामीहरू आइपुग्यौँ खाटु श्यामजीको मन्दिर। खाटु श्यामजीको मन्दिर पुगिसकेपछि खाटु श्यामजीको दर्शन गऱ्यौँ। त्यसपछि आफ्नो मनको इच्छा माग्यौँ हैन, विश माग्यौँ। विश मागिसकेपछि एकछिन त्यहाँनिर बस्यौँ। मैले चाहिँ यसो हजुरहरूलाई पनि खाटु श्यामजीको दर्शन गराउँ भनेर एउटा सानो भिडियो लिएँ। त्यसपछि भिडियो लिएँ हैन। हजुरहरूको पनि के विश छ भिडियो हेरेर भगवान मार्फत विश मान्नु होला। नजिक हुनेले सबैले दर्शन गरिसक्नु भयो होला, टाढा हुने जतिले गर्नु भएको छैन होला। त्यसैले म आज हजुरहरूलाई मेरो भिडियो मार्फत हजुरहरूलाई दर्शन गराइरहेको छु। गाइज, हजुरहरू कसलाई भगवानप्रति आस्था छ? मलाई चाहिँ धेरै नै आस्था छ। मन्दिर त म सबै जाँदिनँ र पनि मनबाट म भगवानलाई एकदम धेरै मान्छु, एकदम धेरै मान्छु है, एकदम धेरै मान्छु। म त्यसलाई हजुरहरूमा बढाउन मान्न सक्दिनँ। सो गाइज, हजुरहरू पनि आस्था राख्नुहुन्छ भने भगवानको भिडियो हेरेर आफ्नो विश माग्नु अवश्य पुरा हुन्छ। कर्म चाहिँ हामीले एकदम सच्चा गर्नुपर्छ हैन, मनको सधैँ पनि राम्रो हुनुपर्छ। अनि त्यसपछि हामीलाई भगवानले सधैँ पनि हर पल साथ दिनुहुन्छ, हर पल। बाहिर जति नै जे नराम्रो भए पनि गाइज, मनको चाहिँ सधैँ सफा हुनुपर्छ। गाइज, अब चाहिँ हामी घर फर्किँदैछौँ। हजुरहरूले मागेको हरेक मनोकामना पुरा होस्। बाई बाई गाइज, स्टे ट्युन।